हेलो नमस्ते हजुर सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। अहिलेसम्म सेना बाजिरहेको छु, फेरि पनि हजुरमाझ आइसकेको छु नयाँ मिनी ब्लग लिएर होइन गाइज। अनि आज चाहिँ रहेको छ मेरो डे 30 मिनी ब्लग च्यालेन्जको 23औँ दिन। अनि 23औँ दिन चाहिँ टक्क भाइसँग किम्बु खाइदिनु पऱ्यो भनेको होइन, पाक्न थालिसक्यो नि त किम्बु होइन, किम्बु खाम भनेको गाइज होइन। अनि मैले भाइले क्या खाम भनेको नखाम कि खाम भन टक्क हामी चाहिँ जङ्गल गयौँ। अनि त्यहाँदेखि थाक्कल अनि घाँस लिएर आएको होइन गाइज। अनि थाक्कल खाँदै हामी चाहिँ तलतिर झर्दैछौँ होइन, घरतिर जानुपर्ने गाइज होइन। अब चाहिँ म चाहिँ गाइज होइन घर पनि आइसक्यो। अनि हाम्रो धेर छैन क्या, बाख्राचामा 2टा मात्रै हो। अनि थोरै घाँस लिएको गाइज होइन। अनि टक्कसँग गाई पनि छ एउटा होइन। अनि टक्क घाँस हाल्दै ऐना हेरेर बसेँ होइन। म चाहिँ गाइदिनँ अहिलेसम्म चुङ्गी खेल्दा गएको होइन। टक्क घरमा आउने बित्तिकै बुने त चक्लेट देखाउँछ नि, मम्मीले पनि टक्क चक्लेट ल्याउनु भएन। अनि के को चक्लेट हो भनेर सोधेको है मम्मीलाई। फाइनली गाइज मलाई पनि मम्मीले चक्लेट दिनुभयो। अनि टक्क म चाहिँ बसेर चक्लेट खान थालेँ होइन गाइज। अनि यता कस्तो खालको चक्लेट थिएन गाइज, यस्तो मिठो भएन गाइज। अनि बखडा हो कि छखडाहरू पनि थिएन गाइज, मलाई केही थाहा थिएन यिनीहरू। अनि टक्कसँग खाएँ होइन, कालो सालो अरू के मिसिरी जस्तो के खालको थियो, तर सबै यस्तो मिठो भएन गाइज। अनि टक्क मेन चक्लेट भनेको त विदेशीको लागि त यो हो नि त। अनि यसलाई पनि मैले टेक्कै कपमा क्याप्पै खाइदिएन गाइज, यस्तो मिठो रात पनि पर्छ गाइज। अनि टक्क कतै फेरि गर्मी हुन थालेको छ, गर्मी बढेको छ। अनि आजको मिनी ब्लग कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक र सब्सक्राइब गर्नु होला सबैलाई। बाई बाई, झोल लगाएर सुत्नु होला सबैलाई, बाई बाई।